Hello guys, welcome to my YouTube channel. आज हामी चाहिँ के गर्न जाँदैछौँ भने तपाईले भिडियोमा देखाउनुहुन्छ मैले अनि म चाहिँ फोटो खिच्नको लागि त डाँडामा जान लागेको छु। यस्तो गाह्रो छ क्या तेरिका खस्यो भने त चुङ्गोमा डुबिहाल्छ। बिस्तारै जान्छु। हेलो उतापट्टि सानसानो बाबु नानीहरू पौडी खेलेर बसिरहेको छ मजाले यस्तो गरिबमा। अब गयो तल अब पानीमा एकैचोटि चब्ल्याङ। भयो झर्नु कि तल फोटो आएन भिडियो हो त्यहाँबाट त्यस्तै आउँछ। फोटो खिच्दिने हो। अहिलेसम्म माछाहरू पनि परे होइन। ल पानी यस्तो राम्रो देखाएको छ सफा है। पौडी खेलौँ जस्तो लाग्ने पानी छ नि। म चाहिँ त्यही डाँडामा गएर आएको है फोटो खिचेर। त्यही डाँडाबाट आएको म चाहिँ हरियाली झोलुङ्गे पुल है। झोलुङ्गे पुल त्यो बाटोदेखि भए बाटो त्यो चाहिँ घोराइ जाने बाटो है। घोराइ जाने बाटो हो।
हामी चाहिँ म तल जान्छौँ माछा मार्न है माछा छरे भन्छ त्यहाँ चाहिँ धेरै गर्मी छ म तल जाने हामी चाहिँ तल जाने हो बिस्तारै हिँड्नुपर्छ बाटो अलिक साङ्गो छ चाहिँ माछा ठुल्ठुलो छऱ्यो भने सुनेको थियौँ त्यही भएर हामी चाहिँ आएको रानी सिँगा रहेछ रानी सिँगारी यसलाई चाहिँ रानी सिँगा भन्छ है गाइज ल अब म तल गएपछि भेटौँ है त गाइज तल जान्छ है अलिक बाटो अप्ठ्यारो छ त्यो अलिक भिडियो बनाउन गाह्रो भइरहेको छ मलाई है त गाइज त्यो फलको नाम तपाईँलाई थाहा छ ल कमेन्ट गर्नु होला है त्यो फलको नाम के हो भनेर है तपाईँहरूले थाहा छ भने त्यो फलको नाम के हो भनेर कमेन्ट गर्नु होला है हेर्नुहोस् यही हो ल गर्मी छ गाइज लास्टै गर्मी छ फाइनली हामी तल आइपुग्यो अनि माछा है गाइज कालो देखेछ माछा छैन ठुल्ठुलो छ भन्नु माछा त हेर्नुहोस् गाइज हेर्नुहोस् माछा के देखिन्छ र भिडियोमा मम्मी ल गाइज आमा मामा बुदिन एकछिनमा भेटौँला फेरि साह्रै भोक लाग्यो खाना पनि नखाइकन आएको है यतै खानु भन्ने यतै लिएर खाना पनि आज यसो ड्राई पिकनिक जस्तो नि हुन्छ भनेर अब यतै बसी चट्ट खाने त्यसपछि माछा थाप्ने कतिको पर्दो रहेछ हेर्ने माथि जाने मार्दै माथि जाने मार्दै जाने गर्मी चाहिँ लास्टै गर्मी छ कस्तो कालो देखा हो मान्छे कालो हो कि मोबाइल कालो हो यहाँनिर चाहिँ उता झुल रहेछ झुलमा तान्छु है गाई चाहिँ हेर्नु होला है माछा एउटा माछा मर्या हो छैन एउटा माछा पायो मर्या हो कहाँ गना होला थापिदिनु कि फेरि त्यही मर्या नि यो मुख चल्यो त्यो जाने पुच्छरबाट तानेर भयो अचार रेडी हुँदैछ है हाम्रो अचार ढुङ्गामा किनेको अर्ग्यानिक अचार कस्तो बस्न आएको यो चाहिँ आँप यसको पिन्छु भने त यो पिन्दैन कि यस्तै खाने
बाई बाई है उ गरौँ न चाहिँ टमाटर है गाइस टमाटरको अचार टमाटर गङ्गटा है गाइस गङ्गटा गाइस नुहाइधुवाइ गरेर रेडी भयो अब है घर जानलाई माछा कतै म तपाईँहरू देखाउँछु है खासै धेरै छैन माछा दिनभरि माछा 1 किलो जति आएछ एकदमै गर्मी चाहिँ अहिले शीतल भएको छ अहिले चाहिँ